नमस्कार सम्पूर्णमा हामीले यहाँ देखिरहेका छौं यो दृश्यमा देखिरहेको आमाहरू हुनुहुन्छ उहाँ आमाहरू चाहिँ लघुवित्तीय पीडितहरू हुनुहुन्छ जो राजधानीमा आएर न्याय मागिरहनु भएको छ र यति बेला उहाँहरूलाई चाहिँ सरकारले क्षेत्रपाटी गोर्खा हस्पिटलको पुरानो बिल्डिङमा राखेको छ र 15 दिनदेखि चाहिँ उहाँहरू यस स्थानमा हुनुहुन्छ। गाउँबाट लिएर आएको दाल चामलहरू जे जति थियो पकाएर खानुभयो सकियो। त्यसपश्चात हाम्रो संस्था जय महाकाल युवा समूहलाई उहाँहरूको संघर्ष समितिले चाहिँ खाना लिएर आइदिनु, हाम्रो लघुवित्तीय पीडितहरू धेरै हुनुहुन्छ आज भनेर आह्वान गरेर त हामीले उहाँहरूलाई चाहिँ खाना लिएर आएका छौँ र यहाँ आमाहरू चाहिँ यसरी यहाँ देखिरहेका छौँ खाना खानको लागि तयार हुनुहुन्छ। म सोध्न चाहन्छु, कुरा गर्न चाहन्छु के समस्या छ आज, आमा किन यो राजधानीसम्म आउनुभयो त त्यो विषयमा केही कुराकानी गर्न चाहन्छु। आमा हजुरको शुभ नाम? मेरो खगसरा नेपाली। कहाँ हो घर हजुरको? मेरो सुर्खेत हो। सुर्खेत हो। कति दिन भयो हजुर यो काठमाडौँ? 15 दिन भयो। 15 दिन भयो। के समस्या छ हजुरको चाहिँ आज? के लघुवित्तीयबाट चाहिँ सहकारीबाट ऋण लिनु भएको थियो या के थियो अलिकति बताइदिनुस् न। लघुवित्तबाट कति ऋण लिनु भएको थियो? लगेको थिएँ मैले 6 लाख रुपियाँ लगेको थिएँ। 6 लाख रुपियाँ ऋण लिनु भएको? हजुर। अनि के त्यो तिर्नु भयो कि? तिरिसक्यो, आधा तिर्यो आधा तिर्या छैन। 6 मा 5 दिएको थियो, 5.5 लाख रुपियाँ दिएको थियो। 50 रुपियाँ राखिहाल्यो। 5 लाख रुपियाँ दिएको थियो, 5.5 लाख रुपियाँ। अनि 2 वर्ष तिरेर 2 वर्षबाट यता लकडाउन लाग्यो, लकडाउनबाट यता तिर्न सकिएन, तिर्या छैन। अब के गर्ने, घरमा सबै बिरामी छन्, अहिले खाने घरमा पनि समस्या छ। यहाँ काठमाडौँ चाहिँ किन आउनु? सरकारलाई अब के भन्न चाहनुहुन्छ तपाईँ? यही लघुवित्त मिनागर सरकार भन्न के सरकारले तपाईहरुको अब ऋण जुन तपाईहरुले लिनुभयो अहिले सक्नु भएन, आज सरकारलाई भन्दाखेरि सरकारले मिना गर्ने जस्तो लाग्छ तपाईहरुलाई? गर्नु पर्यो, नगरेपछि हामी यहीँ बस्छौँ, यस्तै गरी भोगै मर्छौँ। कतिको पीडा भोग्नु परेको छ आज लघुवित्तको कारणले? पीडा त अब के गर्ने, घरबाट निस्किने नै छ। अहिले बिरामी छौँ, खाने अवस्था छैन, त्यसरी बढेर मर्ने बेला भइसकेको छ। अहिले बोल्ने अवस्था पनि आइरहेको छैन, माथिबाट तल झर्न नसकेर मैले अहिलेसम्म खाना पनि सकेको छैन। म यति पीडामा छु कि मेरो घरमा सानो बच्चाहरू छन्, बच्चाहरू पनि पागलहरू जस्तो भइसकेका छन्। अहिले सबै डिप्रेसनमा छन्, छोराछोरी पनि अहिले घर छैनन्, बिरामी छन्, हस्पिटलमा छन्। आफू पनि बिरामी छु, यहाँ आइपुगेको छु, के गर्नु। आमा अनि अहिले धन्न हजुरहरूलाई चाहिँ यो हाम्रो संस्था जय महाकाल युवा समूहले चाहिँ यो खाना वितरण गरेको छौँ होइन। यो खाना वितरण गर्ने समूहले आज यदि हजुरहरूलाई यहाँ खाना वितरण नगरिदिएको भए कतिको झन् कठिनाइ हुन्थ्यो? धेरै कठिनाइ हुन्थ्यो। तपाईँहरूलाई धन्यवाद भन्दछु। हामीसित त आज 15 दिन भइसक्यो, घरबाट साबटी गरेर ल्याएको पैसा भाडा गरेर आएको थियौँ, हामी भोकभोकै बसेका थियौँ। आज तपाईँहरूले दिनुभयो, तपाईँहरूलाई धन्यवाद भन्दछौँ, तपाईँहरूले सहयोग गरेकामा। त्यति नै भन्न चाहन्छु। खाना खानुहोस् है। के छ आमा हजुरको केही छ, केही भन्न चाहनुहुन्छ? कतिको समस्याहरू चाहिँ भोग्नु परेको छ आज? त्यही हो, उहाँले जे भन्नुभयो उयो मलाई पनि समस्या, त्यही समस्या भएर आएको यहाँसम्म। अब अरू भन्नु के छ, अब लघुवित्तबाट ऋण ल्याइयो, खाइयो, ल्याएको भन्दा ज्यादा तिर्दा पनि अझ सावा ब्याज घट्दैन। अनि के गर्ने, अब तिर्दा हैरान भएर अब जे होला भनेर यता हिँड्ने सङ्घर्ष समितिसँग। अब यति नै भन्न चाहन्छु म, अरू केही। सरकारले आवाज सुनोस् भन्ने त्यही छ। आज 15 दिन भयो आएको, सुर्खेत जिल्लाबाट आएको हामी। हेर्नुहोस् अब अलिअलि ल्याएको पैसा पनि सक्यो, कति दिन त भोकै रह्यो। अब त्यहाँभन्दा अरू केही भन्नु छैन। अब सरकारले सुनिदिया भइदिया हुन्थ्यो र हाँसी खुसी घर फर्किउँला भन्नु छ। सरकारले सुनेन भने त हामी उहाँ गएर पनि मर्न मात्रै बाँकी छ, अरू केही छैन। मर्नुभन्दा अरू केही उपाय छैन हाम्रो। हुन्छ खाना खानुहोस् है, खाना खानुहोस्। र दर्शक महानुभावहरू हामीले सुनिहाल्यौँ उहाँहरूको कुरा। अब अन्तिम अवस्थामा मर्न मात्र बाँकी छ। आज घर परिवारका सबै सदस्यहरू डिप्रेसनमा पुगिसकेका छन्। अब कुनै पनि विकल्प नभएर अन्तिममा सरकारसँग हार गुहार माग्नको लागि यो राजधानीमा आएको हो। आज सरकारले न्याय दिन्छ कि भन्ने एउटा आश छ। आज घर फर्किनु पनि कुन हातले फर्क्यौँ, कुन मुखले फर्क्यौँ, आज फर्किन सक्ने अवस्था छैन भन्ने उहाँहरूको कुरा छ।